दुईटी बोयोलाई मैले ढोकेँ है हजुरहरूलाई के हो त यो स्याउ यो स्याउ दिदीलाई हो क्या अरे कति बहिनी हुनुहुन्छ हाम्रो 5 बहिनी हो भाइ अहिले 2 बहिनी हिँड्दैछौँ भयो ए अहिले 60 वर्ष कान्छ दाइ आउनु हो दिदी दाइ बित्यो त्यहाँ 4 भाइ बहिनी भएको छौँ भयो 4 बहिनी हुनुहुन्छ नि दिदीहरु बित्यो ठिक हो ठिक हो ठिक छ अहिले त गएका थियौँ छैनौँ भनेको थियौँ भाइ बिना सबै भाइसँग भेट्यौँ र भेट्यौँ भयो भेट्यौँ अहिले पोहोर गएका थियौँ यता झुम्रुमा आइत गएका हौँ 2 बहिनी जानुभएको थियो सम्झनु भयो बा फुलबहादुर र साइनलाई मैले देखेको थिइनँ अहिले तेरी जको माया फेरि भयो हामी त ए हो माया फेरि भयो म त मेरो पछाडिबाट गयो बुइनी हो ए मेरो आमालाई त्यो ए नि मेरो आमालाई सिस्न काट्न गए लग्यो भने कहाँबाट हो त त्यो धपेटीबाट लैया डोगैसित डोगौती पाल्या भयो हामी सिस्न गएका थियौँ त्यो अन्तर्टीबाट पछाडि मास्टर लागेको थियो अन्तर्टीबाट लग्या हुन् त्यति बारे अहिले त मेरो त फुबु छोरीको फुबु छोरी हो त्यो नाति मेरो ओहो घर साथी हो त त्यही बेला नलग्या भए त नि म कहाँ हुन्थ्यो कहाँ घर साथै सुनवालामा छ ए बाटी ढिगाटेर हुन्थ्यो तिनीहरूको माहौल ढिगाटो छ फजहरू बस्या हुन्थ्यो हाम्रो बस्या हुन्थ्यो हामी साथै मैले हर्क अङ्कललाई त चिनेको थिएँ फेरि हजुरलाई चिनेको थिइनँ क्या त्यही भएर मेरो सधैँ पनि है त फोटो खिच्छ भयो जसलाई देख्यो उसलाई माया मान्छ फोटो खिचेर मलाई माया मान्नुहुन्छ अङ्कलले एकदम अङ्कललाई म नेपालगञ्ज यो साइला मामाको पूजा बेला घर पूजा थियो नि त्यही बेला हामी सँगै नाच्यौँ त्यहाँ नै बिर्सिया छैन भइगयो 4 वर्ष भयो ल एकदम तपाईँ 2 बहिनी हुनुहुन्छ आमाको त माया फेरि भयो मैले त ए आमा जस्तै मान्नुभयो मलाई ल ठिक छ फेरि म अब हजुर घर आउँछु भोलि पर्सि है साइला मामा ल्याउँछु है आउनु भयो है हो हुन्छ भाइ पानी आउनलाई भयो अब हिँड्न सकिनुहुन्छ म गइन्छु बाइकमा पुऱ्याइदिउँला कता हुँ माथि के म पुऱ्याइदिन्छु है ल चार होइन